क्विन्सटाउन नपुग्ने हो मिल्फोर्ड टाउन चाहिँ कहाँ टेस्ट गर्नु न ल यो चाहिँ अन द वेमा यो चाहिँ बाटोमा सानो टिपेर खान त अघि त बाटो यसरी फल्यो आमा ट्याप्पै टाउको मात्रै आउँछ फेरि ट्याप्पै छ त्यही भुइँमा झरेको लट्टरम्म छ लट्टरम्म रसिलो छ झोला ल्याउनु पर्ने रहेछ झोला ल्याएन अन्त ऊ छुनु नै झर्छ त नि कडा छ अघि खोइ त आम्मामा दराम 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 भनेको यही हो क्या हुन्छ त्यो उयो हो भिटामिन हो क्या एडिसन एप्पल टिप्नुलाई केटाहरूले माथि भेन माथि पार गरेर यहाँसम्म हिँडायो केटाहरू यस्तो बाटोमा अलिकति रोडमा भेन त उहाँ पर छैन हाम्रो पर छ है कि खतरा छ यहाँनिर केटाहरूले एयरपोर्टबाट पिक गर्ने बित्तिकै हिँडाएको थियो यत्तिकै मुखसुख धुनु पाएन छैन ब्रस त गर्नु पाएन मैले अनि हामी चाहिँ एप्पल ओ अलिकति त एप्पल चोरेर हिँड्दैछ यहाँनिर लस्करै हामी चाहिँ बिचहरू लाग्यो यहाँ विश्राम गरे कि अलिकति बाटो काटिँदैछ हगीहरू चाहिँ भित्र बसेको छ सन्चेरोमा हिँड्न आँटेछ यता बिचहरू यता छ बिच दामी त बाम दामी उडिरहेको छ यता ल फोटोसोटो हान्यो एक दुईवटा सन्जय ब्रोकोबाट दामी छ यार बा उयो चाहिँ यहाँको वेदर अहिले चाहिँ सेल ब्रोले अझै फोटो हान्दैछ यहाँनिर फोटोको यहाँ लस्कर हुँदैछ लस्कर यो खोलाको लहर आएको जस्तो यस्तो कडा हुँदैछ नि दामी छ यार वेदर बाफ कस्तो दामी उडेको नि यति नदेख्दो रहेछ क्या क्यामेरामा चाहिँ क्यामेरा कमजोरी भयो दामी दामी ब्रोको दामी जाँदैछ अझै यहाँ क्यामेरा फोटो खिचाइ हामी पुग्ने डेस्टिनेसन चाहिँ अझै छ टाइम लाग्छ अझै 40-45 मिनट लाग्छ होला अझै पुग्नुपर्ने यो चाहिँ सानो एउटा दामी परदिन आउँदाखेरि चाहिँ बाफ उडिरहेको दामी देखेँ क्या यहाँनिर त्यही भएर सस्छ यहाँनिर यसो एक दुईवटा फोटोसोटो खिचौँ भनेर यसो सट्टा आयौँ फोटोसोटो खिच्यौँ दामी यार भाइ ढुङ्गा म भन्दा सेतो छ त म भन्दा सेतो छ त दामी हो त ढुङ्गा त जुत्ता र हामी चाहिँ अब भेनतिर लाग्यौँ अब हाम्रो यात्रा जारी हुन्छ फेरि कन्टिन्यू हाम्रो ठाउँमा डेस्टिनेसनमा आजको जाँदैछ भेन चाहिँ उहाँ पर छ के हो न्युजिल्यान्ड बवाल हैन त ल हामी चाहिँ यहाँ ठाउँमा आइपुगेका छौँ यहाँ
अघि सुतेर एक निन्द्रा पुरा उडिसक्यो सञ्जय त्यहाँनिर सोध्नु गएको छ त्यो गाना बनाउनु सञ्जय त्यहाँनिर सोध्नु गएको छ स्पेस छ कि छैन भनेर यहाँनिर भरेको लागि बस्नको लागि क्याम्पको लागि क्याम्पिङ गर्ने यहाँनिर आज सञ्जय ब्रो आउँदैछ के भने ब्रो एकजना बराबर $23 अरे हुन्छ $23 कति होला नि ल हुन्छ गरा सञ्जय त गएको छ त्यहाँनिर एकजनाको $23 अरे भनेपछि 4 जनाको सञ्जय बरा ओ सञ्जय सावर हुन्छ गयो भित्र छ होला भरे यहाँ अब एकछिन उता जान्छु भरे कि यहाँ साउ गरिसकेर जाने हो कि भरे आएर भने साउरहरू कहाँ चाहिँ जानु भनेको उता जाने होइन र बिचतिर ए जाँदैन म त बस्छु बिचतिर नजाने नि के जानु अहिले अनि कतिखेर जाने त नि कुन बिच हौ अब हाम्रो आजको ट्रिप चाहिँ यहीँसम्म हो आज अब कति बज्यो 4 बजिसकेछ अनि हामी चाहिँ यहाँनिर पार्कमा आएर बसेका छौँ सो जिउको कति $25 पर्दो रहेछ अनि बिच इज जस्ट नियर हियर यहीँ छ बिच होइन बिच यहीँ छ सो एभ्रिथिङ सेटअप भइसकेको छ गाडीको यहाँनिर एभ्रिथिङ सेटअप यहाँनिर सञ्जय नाच्दैछ त्यहाँनिर पावर पोइन्टहरू सबै सेटअप भइसकेको छ यस्तो छिटो यहाँ हामीले 14 नम्बरमा बुक गरेर राखेको छु क्या हाम्रो यो चाहिँ मैले अघि भिडियो गर्न पाएको थिएन राम्रो गाडीको यो चाहिँ हाम्रो गाडी यो 2 हप्ताको लागि अनि यस्तो दामी यहाँ भ्यू छ हेर्नु न ठक्कै यहाँ डाँडा हिउँ परेको रहेछ त्यहाँनिर होइन यस्तो मजाको देखिरहेको छ यो देख्दाखेरि ठक्क पोखराको याद आयो क्या यस्तो दामी छ दामी छ आजको हाम्रो यहीँ हुन्छ बसाइ केटाले सबै सेटअप गरिसकेको छ पकाउनु रेडी हुँदैछ यहाँनिर किचन केटाहरूको शेरदा ऊ सेफ हाम्रो बिगेस्ट सेफ बाहिर काट्नु क्या हाम्रो यस्तो चाहिँ भित्र यहाँनिर सुत्ने 2 जना आँटिहाल्छ ड्राइभर सिट भएको बस्ने अलिकति कुचुर्को हुन्छ क्या रेडी छ यहाँ सबै कुरो अब फ्रिज त्यहाँनिर छ फ्रिज पनि यता माइक्रोवेभ त्यहाँनिर छ रेडी हुँदैछ हाम्रो डिनर आजको लागि छ त पानी जोडेको छ यहाँनिर यस्तो दामी छ भलिबल खेल्ने यहाँ चाहिँ कोटी ठक्क ल नुहाउनु नपाएर गाह्रो भएर चाहिँ फ्रेस भयो नुहाइदै गयो यहाँनिर एकदमै केटाहरूको यहीँ किचनमा दामी पाक्दैछ है एभ्रिथिङ चार्जिङहरू हाम्रो सबै सेट भइसक्यो यहाँनिर सबै यहाँ चार्जमा हाल्दैछौँ खानेकुरा पाक्दैछ यहाँनिर अन्त के को यो सुँगुरको होइन सुँगुरको च्वाचे पाक्दैछ च्वाचे एकदम सँगले खतरा जाँदैछ शेरदाको बेस्ट कुक एभर क्यान्सबाट आएको छ न्युजिल्यान्डमा बेस्ट कुक सञ्जय ब्रो यता बेस्ट फोटोग्राफर फेरि यता हेर्दा चाहिँ पढा जाँदैछ तँ सञ्जय ब्रोको अब भ्यू हेर्नु मन पऱ्यो नि यहाँदेखि ठक्कसँगले होइन यतादेखि भ्यू ठक्क हेर्दा हुन्छ यहाँनिर यस्तो भएर यहाँ हिमाल देखिरहेको छ यहाँनिर दामी अनि यता सञ्जय र मेरो काम चाहिँ खालि भ्लग गर्ने काम मात्रै हो ल अब हाम्रो डिनर सिनर भयो होइन ठक्क सञ्जयले भाँडासाडा मस्काएर यहाँ ठक्क सबै प्याकिङ स्याकिङ हाल्यो यता हाम्रो शेरदाको यहाँ स्टार्टिङ हुँदैछ अब वाइन
उता पानी मात्र खाने हो निरा उता पुरा गाना गाउँदैछ शेरदाको लागि भाइब दिँदैछ र सञ्जयको यहाँ एडिटिङ स्टार्ट हुँदैछ उसको फेरि यहाँ ठक्क खतरा बोस छ नि यहाँ बोस ल केटा ल चेस आनिदिउँ ल ल हाम्रो चाहिँ यस्तै जाँदैछ आजको राति हाम्रो भोलि फेरि बिहान हाम्रो स्टार्ट हुन्छ ट्रिप यस्तै छ गुड मर्निङ गाइस बिहानको ठक्क 8 बजे छ कि अब यसो सनराइज हेरिदिउन बाहिरको अवस्था केटाहरू अघि त्यहाँनिर फोटोसुटहरू गर्दैछ केटाहरू त्यहाँनिर सञ्जय रक्सीहरू त फोटोसुट भिडियो राम्रो हान्दैछ हाम्रो क्याराभ्यान चाहिँ यहाँनिर छ पर कन्भर्ट टु सिम पनि हुँदो रहेछ भिडियो जाँदैछ भिडियो सिममा छ यो यसको चाहिँ सिम नचलेर बर्बाद भइरहेछ नि अनि दामी छ अहिले लखे बिहानको बिचको यसो भ्रमण पनि भयो हल्का फ्रेस हावा खानु पायो चिसो होइन त्यस्तो चिसो त रहेन रहेछ ठिकै रहेछ अब हामी चाहिँ यहाँदेखि ठक्क खाजासाजा खाने हो त्यहाँदेखि हाम्रो यात्रा भनेको काइकोरातिर जाने हो काइकोरातिर गएर हल्का के छ एक्टिभिटिजहरू गर्ने यसो गरिन्छ यसो के छ हेर्नुपर्ने हेरिन्छ यस्तै छ भ्यू चाहिँ सन्जय ब्रो जाँदैछ अगाडि बिहान उसले भिडियो फोटोसोटो हानिसकेर अब क्याराभ्यान चाहिँ यहाँ चाहिँ ठालको छ ल ब्रस किन्न जाने बेला भयो नि निराले बनाउँदैछ त्यहाँनिर चिया टक्क त्यसमा रहेछ अलराइट हामी चाहिँ यहाँ काइकोराको सिल्कोन कोलोनीमा आइपुगेको छौँ यहाँनिर यता छ ओसन बिचहरू यता छ सन्जय ब्रो आउँदैछ क्यामेरा लिएर हाम्रो भेन यहाँ पार्क गरेका छौँ अनि ऊ पर त्यो के अरे पिङ्गुइनहरू देखिरहेको छ देख्नु चाहिँ त्यता मेरोलाई तान्दैन सन्जय ब्रोकोलाई तान्छ होला तान्दैन ऊ यहाँ बसिरहेको रहेछ ट्याप ए मसिना खालको रहेछ जाँदैछ Hello sir. It's good. Is that a penguin? No, it's a shag, a cormorant. Ah. Seabird. Seabirds, yeah. I'll show you. Oh, did you take a picture? Get close to it, maybe. It looks like a penguin. Yeah, it does. Yeah. Where it dries its wings in the air. Ah, No seal? Okay. I didn't see any seals. No. There was some round. There was one round by there. Penguin भनेर जाँदै थियौँ हामी चाहिँ भएर होइन रहेछ सी बर्ड्स रहेछ क्या कति ठुल्ठुलो यार कति ठुल्ठुलो नि तर चरालाई पिङ्गुइन भन्दै गयो नि झन्डै तर जाँदैछ त्यहाँ जाउँ न हेरौँ कस्तो हुन्छ सन्जय ब्रोले फोटोसोटो हान्दैछ त्यहाँदेखि सन्जय ब्रोले अब सिल भेट्यो सिल भेट्यो यहाँनिर हेर्नु जाउँ त्यो त अब सिलको हन्टिङमा ल कता गयो हराएको त्यो पनि यति छ जुम हुँदैन तिम्रो ए यहाँ चाहिँ सिल एउटा ऊ जाउँ त्यता जाउँ न त्यतै भात लाग्यो नभएको छ है हामी जाँदैछ सिल भएकोतिर चाहिँ त्यहाँ एउटा क्रल गरेर आज त्यहाँ गएर नभागे केटो हामी जाँदैछौँ तालन ब्रोलाई पोज दिइरह
सी लाइन पनि हेऱ्यो एउटा भए पनि देखियो पिङ्गुइन पनि हेर्न गएको तर सी बट परेछ कि झुकेर हेर्नु पाएन पिङ्गुइन चाहिँ अनि दुईटा हेर्नु आएको एउटा चाहिँ हेर्नु पायौँ एटलिस्ट एउटा भए पनि थियो होइन अब अर्को डेस्टिनेसन चाहिँ अब सञ्जीव ब्रोले त्यहाँनिर म्यापमा हेर्दैछ हामी चाहिँ यसो टोइलेट आएको थियौँ हगेसँग हगेलाई साथी चाहिन्छ अरे नि त टोइलेटको लागि चढ्यो हग्यो अघि यहाँ म्याप हेर्दैछ उसले कहाँ जानुपर्ने अब नेक्स्ट डेस्टिनेसन भनेर हामी यहाँ छौँ अहिले Kaikoura to Blenheim. Next stop यहाँतिर जानु पर्यो कति आवर लाग्ने रहेछ त्यहाँ यहाँदेखि यहाँ त्यस्तो टाढो न कति किलोमिटर रहेछ त्यो बिहान म्याप यस्तो दामी छ बाहिरको भ्यू ब्लेन 103 किलोमिटर ए 2 घण्टा ठिकै रहेछ त्यहाँ नबसौँ ल यहाँ आज त अब यहाँ हेरौँ न ठाउँ वाइनरी जाने जानुपर्छ होला वाइनरी जाउँ गइदिउँ टेस्ट गरौँ न वाइनरी वाइनरी यसको यता अघि त्यहाँबाट हेरे आऊ ल हाम्रो नेक्स्ट डेस्टिनेसन दुईटा भयो आजको लागि एउटा गरेको नि भरे उचाल्ने पनि गर्नुपर्छ है कस्तो उचालेको गरेर सबैजना लाइनमा ए लाइनमा बसेर यस्तो जाँदै अनि यहाँ क्विन्स टाउन यता आउँछौँ यहाँ क्विन्स टाउनमा हामी 2 दिनहरू रोकाउँछौँ एकछिन अहिले हामी कहाँ छौँ काहीँ कुरामा यहाँ होइन अब हामी जाने भनेको बेललाम त्यहाँदेखि अनि यता हुँदै यस्तो अब कताबाट आउँछ कोस्टल हुँदै अनि यहाँ भित्रभित्र पनि जाने छ अनि यहाँ लेक टिकापु जानु छ हामी अनि त्यता अरू ठाउँ पनि छ जाने त्यहाँदेखि चाहिँ टाउन क्विन्स टाउनमा पुग्ने हो मिलफोर्ड साउन्ड चाहिँ कहाँ क्विन्स टाउन हो लेक वाना कहीँ छ यो पनि जाने हो हामी लेकहरू त्यहाँ छ दामी जाने मिलफोर्ड साउन्ड कता छ यस्तोको छेउमा छ साउथतिर हुँदै ग्लेनवर्की भयो यो पनि जाने हो हाम्रो मेन फेरि गाइडर यहाँ छ नि सञ्जय ब्रो फेरि हाम्रो मेन ड्राइभर उता छ फेरि हो अनि मेन सेफ यहाँ छ फेरि म त खाइदिने मेन म त खाँदै बस्ने मात्रै हो क्या ल हाम्रो प्लान सेट भयो ओए वाइ लुकिङ भन अघि के थियो ए दुईजना अब हाम्रो यात्रा सुरु हो त फेरि ल फेरि हामी सी लाइनको हन्टिङमा फेरि अर्को यहाँनिर भेटेको छ यहाँनिर पर दुईटा भए नि ठुल्ठुलो छ है तर अहिलेको भन्दा बम्बे छ बम्बे हामी जाँदैछ हेर्नु ओ देखिरहेको देख्यो अघि बताइदिनु हान ब्रो दामी देख्छ एउटा त राम्रो हुन्छ होला क्यामेरा एउटा चारवटा रहेछ नि यार चारवटा रहेछ नि मुनि पनि रह अर्को ओ
खान्छ नि गयो 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 गाईको बच्चाहरू अहिले शेरदाको ज्यान जत्रो शेरदा जत्रो थियो यार तिनीहरू पनि आम्म 3टा 4टा अनि उता अरू सुतिरहेको थियो क्या दामी 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 सञ्जय ब्रो यहाँ छ सञ्जय ब्रोको भ्लग हेर्नुपर्छ मेरो अन्त खतरा आउँछ ब्रोकोमा मेरो र हुन्छ मेरो र हुन्छ सञ्जय ब्रोको कडा आउँछ सञ्जय ब्रोको नि लेख्नुपर्छ होला युट्युब च्यानलको लिङ्क नि मेरोमा ठक्क जोडिराख्नु होला I'll be vlogging like म चाहिँ डकुमेन्टिङ स्टाइलको भ्लगहरु गर्छु प्राय चाहिँ अनि मलाई फलो गरिदिनु भयो सब्स्क्राइब गरिदिनु भयो भने चाहिँ के पो थियो ब्रो तिम्रो उयो त I really appreciate just SJ हो मेरो चाहिँ त्यही हो ट्राभल भ्लग्सहरु बनाउँछु प्राय अलिक डकुमेन्टिङ गरेर खालको अनि त्यस्तोमा तपाईहरुले गएर हेर्दिनु कस्तो लाग्छ के लाग्छ फिडब्याक पनि दिनु होला म इन्फर्मेसनको लागि चाहिँ उसको भ्लग हेर्दा हुन्छ क्या ट्राभल गरिरहेको छु हल्का हल्का त्यही मेरो चाहिँ र हो एकदम जे आउँछ त्यही पचाउँछ भने कस्तो हो क्या हजुर मेरो चाहिँ गाइस अब हामी कन्टिन्यू जाँदैछ अब यहाँ अघि बच्चा मात्रै भेटेको थियो अनि यहाँ बाटोमा आउँदै फेरि ठुल्ठुलो देखेँ क्या परबाट त्यो रोकाएर आएर सकेसम्म ट्राई गरौँ यसो क्याप्चर गर्न तिनीहरूको लाउनु खोज्छ त दामी छ नि जोस दामी छ एकदम हो रोड ट्रिप बवाल हुँदैछ हाम्रो ल टोइलेट कता भयो टोइलेट जानु पर्यो अब यता Alright guys, here. यो चाहिँ on the way वाइन फ्याक्ट्री रहेछ यहाँनिर चाहिँ यसरी अघि यहाँनिर वाइन चाख्ने भनेर यता हामी पसेको छु क्या भित्र वाइन फ्याक्ट्रीमा यता रहेछ सञ्जय ब्रो आउँदैछ उताबाट यसो वाइन फ्याक्ट्रीतिर दामी छ भ्यू चाहिँ दामी छ यार मजाको छ भ्यू यहाँ रहेछ वाइन फ्याक्ट्रीको टेस्ट गर्ने ठाउँ चाहिँ अन द वे हाम्रो जाने डेस्टिनेसनमा Wakapukai पनि Wakapukai नाकमा एक मुका हैन खासै त नाकमै के नाकमा त नेपालको हो त लाखौ ल हामी चाहिँ यो वाकापुकामा आइपुगेको छौँ कि नो इन्टरनेट यहाँ चाहिँ इन्टरनेट छैन सञ्जयको मासु कटा खतरा जाँदैछ यहाँनिर अन्त लुखा हड्डीमा चाहिँ लाग्दैन मासुमै लाग्दैन कडा जाँदैछ यहाँ त शेरदा शेफ यहाँ ताई रेडी छ रेडी हो के ताईले पर्खिरहेको छ मासु कहिले आउँछ भनेर यहाँनिर खाना पाक्दैछ यता निरा अघि बिरामी भएर सिकिस्त भइसक्यो गाडी कुदाइले न इन्टरनेट आज न गाना खाना यस्तै छ जिन्दगी न्युजिल्यान्डको हाम्रो बसाइ आज यहीँ छ भेरी भेरी र हो क्या यो हाम्रो ठिकै छ मजा हुँदैछ मासुबाट चाहिँ खतरा छ नि फेरि त अझै बन्चरमा झन् सजिलो हुन्छ होला यहाँ लैजाऊ अहिले गाडी सारेर सुत्ने बेलामा चाहिँ इन्टरनेट नसर होइन उनी रान पर्खिरहेको इन्टरनेट नभएर गाह्रो छ गाह्रो जिन्दगी बन्द गर अनि ब्याट्री पनि छैन अब चार्ज गर्नु पाउँदैन त त पावर ब्याङ्कै मात्रै हो चार्ज गरेर जेमा नभयो भने त्यो भ्लगमा चाहिँ नबास्नु नि मेरो फेरि र जान्छ नि होइन साँच्चै मेरो फेरि र जान्छ नि जस्तो त्यस्तै छैन छैन कहाँ भर्खर बसाएको हो यस्तो छ छड्के छ हो
त हो त रह त ठिकै छ त धेरै हुन्छ नि डे 2 हाम्रो आजको यस्तै भयो यहाँ बस्दा त कानमै त्यही त पञ्चर हुनु अझै मजा हुन्छ भने क्या यस्तै छ जिन्दगी हेर मासु मात्रै छ हाम्रो मासु मात्रै हो नि टङ पार्दै यसो गर्दा भइहाल्छ त रेड्दा होइन यस्तो यस्तो हुँदैछ धेरै बनाउँदैछ जिरिङ जिरिङ बनाउँदै जान अघि बिर्खा बहादुरको भन्दा फ्रिजमा निकाल्दै सामानहरू लाउड इन्भाइरोमेन्ट अरे आउँछ हेर साउन्ड लेभल 2 आयो अरे हो र वार्निङ दिइसक्यो अन्त यो सबै एकपट्टि मात्रै भयो क्या यो हो त अनि हैन यो वान साइड गाडी ओह्रालो भएर चाहिँ हो त्यतिको हुनुपर्ने नि त ए सबै यता आएर चाहिँ नि ल भने यसलाई फ्राई गर्ने हो चिकन टक्क ओके सार्ने के हुन्छ अब एकछिन त अलि सुत्ने होला सर बा आज पनि आज चाहिँ बा जितिन्छ त्यो उसमा रेसमा बेट हाल्दा अरे अब चाहिँ त्यसरी हाल्नु पर्यो क्या कम्ती कम्ती भएको भए चाहिँ ज्याम्मै नन स्टप गेममै पछि हाल्नु होला नि 2-3 मिनेट एभ्री राउन्डमा हानेको छैन नि यार गयो भइदियो कंगाल बनायो तर हगेर लास्टै जित्यो कति जित्यो लास्टै जित्यो भन्नु त भने त एक दिनमा पनि कमाएर काम गरेर कमाउँथ्यो नि त्यति त्यस्तो कमाउनु अन्त म त अनि किन काममा जान्थे स्लिप ओभर हैन निरा त्यो स्लिप ओभर पनि त्यत्रो कमाउँदैन हो अहिले जितेको कतिको हान्यो एराउन्ड 7 होला हौ 7k एराउन्ड 7k जित्यो अनि 7k 700 एराउन्ड $700 जित्यो 7k भनेको त 7000 भयो ए 7k 7k अरे 700 700 जित्यो नि एकैचोटि अनि ज्यामै हग्यो अनि हिजै जितेको होला 300 जस्तो 300 मात्रै कि त्यो अन्त अझै मलाई त्यति त देखा अझै त्यति गरेर त्यसो भए अघिल्लो टन्ना जितेको ब्लगमा जुवाडै बनाइसक्यो केटा निराला थाहै छैन हगेर जितेको फेरि हो सुलुक्कै जितिन्छ सुलुक्कै जितेर नभन्दो रहेछ निराला दिनुपर्ने अरे जितेकोले दिँदैन अरे यसले मात्रै यहाँ मात्रै हनाइछ यहाँ मासु हनाइछ त्यहाँ हो अनि मलाई यहाँनिर मासुमा त यसले छिकेर मासुले अच्छु लाग्दो यहाँ पल्लो होटलको गाडा आउँछ अहिले होटल मुनिको के भएर बिग्रियो भन्दा सन्देले त ठट्टाउने ल हेर त चुक्ता हान्दिएको ल यहाँ हाल्दै हाल डाइरेक्ट पहिले हल्का फ्राई गर्नु नदुमा दुई होइन भिटामिन जान्छ निको छ निको छ चिकन त नधुँदा हुन्छ पानी साह्रो आउँछ फेरि सही अन्त त्यो प्याजहरू पनि काटिहाल्यो नि पानी परेछ खाना पाक्दैछ हाम्रो खाना